अहिले घरि डुवर्स क्षेत्रका युवा युवतीहरू पनि सिनेमा जगतमा अग्रसर भइरहेका छन्। नेपाली चलचित्र धागोपछि अर्को नेपाली चलचित्र पलायनको पनि एउटा गीत भर्खरै रिलिज भइसकेको छ, जुन गीतमा जलपाइगुडी जिल्ला नगरकट्टा ब्लकको केरन चियाबारीका राहुल विश्वकर्मा अनि सिलगढीकी निकिता गहतराजले अभिनय गरेका छन्। यो फिल्म धागो जस्तै डुवर्स अनि पहाडका युवा युवतीहरूलाई लिएर तयार गरिँदैछ। चलचित्र निर्माता राजु थापाले जनाए अनुसार पहाड अनि डुवर्स क्षेत्रमा धेरै प्रतिभा भएका युवा युवतीहरू छन्, तर सठिक ठाउँ अनि भविष्य नदेख्दा उनीहरूको कला ओझेलमा परिरहेछ। यस्तै ओझेलमा परेका प्रतिभाहरूलाई अघि ल्याउन अनि कलाकारितामा पनि भविष्य रहेको विश्वास दिलाउन अहिले हामी पलायन नेपाली फिल्म निर्माणको अवस्थामा छौं भनी तिनले बताएका छन्। यसै पनि पहाड अनि डुवर्सबाट धेरै शिक्षित युवा युवतीहरू रोजगारको खोजीमा दिनौं देशका ठुल्ठुला शहर अनि विदेशतिर पलायन भइरहेका छन्। उनीहरूलाई बाहिर गएर पनि धेरै सङ्घर्ष गर्नु परिरहेको छ। यस्तै कथा अनि व्यथालाई लिएर यो फिल्म निर्माण गरिएको राजु थापा बताउँछन्। यस फिल्मका एकजना पात्र केरन चियाबारीका राहुल विश्वकर्मा हुन्। उनले खुसी व्यक्त गर्दै भने, मलाई यस फिल्म अभिनय गर्ने मौका दियो, यसको निम्ति म धेरै खुसी छु र अहिलेका शिक्षित अनि नयाँ पिढीलाई यस फिल्मले राम्रो सन्देश पनि दिएको तिनले विश्वास व्यक्त गरे। फिल्म निर्माताका मुख्यकर्ता सिलगढीका सुखचन्द्र थापा अनि क्यामेराम्यान विनोद तामाङ रहेका छन्। फिल्मको छायाङ्कन डुवर्स अनि पहाडका विभिन्न ठाउँमा गरिने बताइएको छ। निकिताजी, आज नेपाली मुभी पलायनको जुन म्युजिक भिडियो रिलिज भयो होइन, त्यो गानामा मुख्य भूमिकामा तपाईँ हुनुहुन्छ, के भन्नुहुन्छ मुभीलाई लिएर? फर्स्ट अफ अल त तपाईँहरू सबैजनालाई नमस्ते भन्न चाहन्छु। मेरो नाम निकिता विश्वकर्मा है, र यो जुन चाहिँ पलायन मुभी आज यो पलायन मुभीको गाना रिलिज भएको छ, यसको विषयमा चाहिँ म एकदमै खुसी पनि छु र हाम्रो जति पनि मेहनत भयो त्यो आज उयो भइसकेको छ। र म तपाईँहरूलाई के भन्न चाहन्छु, हाम्रो डुवर्स साइडमा जति पनि उयोहरू भएको छ, मुभी फर्स्ट टाइम यो निस्किँदैछ र तपाईँहरूको साथ सपोर्ट र माया एकदमै चाहिएको छ है। र यो पलायनको मतलब चाहिँ के हो भन्दाखेरि चाहिँ जति पनि हाम्रो सम्पूर्ण चेलीबेटीहरू बाहिर गएर काम गर्नुहुन्छ उहाँहरूको विषयको लागि चाहिँ यो मुभी बनिन्छ र तपाईँले हेर्नुहुनेछ आशा गर्दछु र मन पराउनुहुन्छ भन्ने आशा गर्दछु। राहुलजी, आज यहाँनिर नेपाली मुभी जुन पलायनको आज एउटा म्युजिक भिडियो रिलिज भयो र सबभन्दा इन्ट्रेस्टिङ कुरा के छ भने तपाईँ डुवर्सबाट हुनुहुन्छ, केरन चियाबारीबाट होइन। डुवर्सबाट आजसम्म त्यस्तो मुभीहरू ठुलो पर्दाको निक्लेकै छैन र अहिले हामी हाल फिलहाल धागो देख्दैछौँ होइन, धागो मुभी। त्यसपछि आज यहाँ जुन नेपाली मुभी पलायनको पनि यहाँनिर एउटा म्युजिक भिडियो रिलिज भयो। डुवर्सबाट यहाँ पहाडमा आएर तपाईँ यसको यहाँनिर साक्षी बन्नु भएको छ र यो मुभीको गाना मैले देखेँ तपाईँको पनि मुख्य भूमिका छ, के भन्नुहुन्छ मुभीलाई लिएर? सर्वप्रथम सबैलाई नमस्कार दर्शकवासीहरूलाई। म डुवर्सली राहुल विश्वकर्मा, क्यारोन बगानबाट अनि जलपाइगुडी डिस्ट्रिक्ट। एउटा जिउँदो मुभीमा सानो भूमिका गरेपछि यो पलायनको जुन चाहिँ डिरेक्टर हुनुहुन्थ्यो, प्रड्युसर हुनुहुन्थ्यो, उहाँसँग मेरो अकस्मात भेट हुँदाखेरि चाहिँ उहाँले यो मुभीको बारेमा कथा भन्दाखेरि चाहिँ मलाई यो कुरो धेरै मन पर्यो अनि उहाँले जुन चाहिँ अफर गर्नुभयो मलाई एउटा केमियो रोलमा, त्यो रोल मैले भूमिका निभाएको छु। यो कथानक चलचित्रको कथा एकदमै राम्रो छ। यो चाहिँ बेसी भाग हाम्रो जनजातीयलाई, हाम्रो नयाँ युवाहरूको लागि एउटा शिक्षाको पनि हो अनि म चाहन्छु तपाईँ सबैहरूले यो हाम्रो गीतलाई, हाम्रो मुभीलाई मन पराइदिनुहोस् भन्ने। अनि अर्को कुरो चाहिँ म जस्तो मान्छे जसले डुवर्सबाट आएर पनि है यसरी कलाको क्षेत्रमा उत्तीर्ण हुन सक्छु र म यहाँनिर उभिन सक्छु भने म जस्तो अरू पनि जसले कलामा रुचि राख्छन् उहाँहरूले पनि गर्न सक्नुहुन्छ भन्ने चाहिँ म एउटा इंस्पिरेशन देना चाहन्छु। धन्यवाद। थैंक यू। सुबह की वो पहली किरण और चाय की पहली चुस्की, जैसे दिन को जिंदगी मिल गई। सिर्फ स्वाद नहीं, हर घूंट में है राहत और रिवायत। ले आइए आज ही घर दिलरंजन गोल्ड CTC चाय।